हेलो गुड मर्निङ अनि नमस्कार सबैलाई। विशेष गरी हाम्रो विदेशमा बस्ने नानीहरूको लागि चाहिँ एउटा सानो चिया पकाउने ट्युटोरियल छ। यहाँनिर नानीहरूले भन्छ कि चिया पकाउन आउँदैन, हामीलाई खानु मात्रै मन लाग्छ भन्छ। विशेष गरी तपाईँहरूले यहाँ यस्तो ससपेनमा चाहिँ यहाँनिर अलिकति आफूले चाहेको जति पानी यसरी हाल्नु होला। जति हाले पनि भयो, नापेर यो मैले देखाएको। अनि तपाईँले जस्ट टर्न अन गर्नु होला, माइक्रोवेभ टर्न अन गर्नु होला। यो चाहिँ मैले देखाएको मात्रै। अलिकति चिया रेडी हुन आँटिरहेको छ र यसलाई बोइल गर्नु होला। र बोइल गरिसकेपछि भेरी इजी छ। यहाँनिर यी तीनवटा चियाको कन्टेनर, मिल्क पाउडर, दुध पाउडर र चिनी छ। तपाईँले आवश्यक अलिकति ठ्याक्कसँगले जति 1 चम्चा जति चियाको रङ तपाईँले हाल्न सक्नुहुन्छ। यहाँनिर जति आफूलाई मन पर्यो यसरी ठक्कसँगले हालिदिने, अथवा अलिकति बढी हाल्दा पनि भयो त्यो पानी अनुसार। र यो यसरी चलाइदिनु। यसरी चलाइदिएपछि अलमोस्ट रेडी भयो। र तपाईँले यहाँनिर दुध पाउडर कति चाहिन्छ ठक्कसँगले लाउने। यहाँनिर 1 स्पुन भयो, अथवा यहाँनिर 2 स्पुन, त्यो जति लगाउनु हुन्छ आफूलाई, जति लगाउनु मन पर्यो त्यो अलिकति बस्यो पनि। र विशेष गरी तपाईँहरूले यहाँनिर उयो गर्ने। अब यसमा अलिकति सुगर एड गरिदिने। कति लाउनु नि, 1 स्पुन अथवा 2 स्पुन, जति लगाए पनि भयो। अब यो राम्रोसँगले हेर्नु होला है, यसरी चलाउनु होला। यो चिया रेडी भयो। एकदमै भेरी इजी स्टेप छ यो। तपाईँहरूले सबैले नानीहरूले गरेर चिया पकाउन सक्नुहुन्छ। अब यसलाई यसरी सट्टै तान्ने, चिया रेडी भयो। र यसलाई माइक्रोवेभलाई टर्न अफ गरिदिने। र अब चिया रेडी भयो। हेर्नुहोस् त कस्तो राम्रो भयो चिया।